हेलो एभ्रिवान है। आज चाहिँ म के गर्न लागिरहेको छु भने हजुरहरूको माझमा म चाहिँ आज खाना खाना बनाउन लागिरहेको छु। अब तरकारीहरू बनाउन लागिरहेको छु। अब मैले चाहिँ योभन्दा पहिले खाना चाहिँ बनाएको हो हैन। खाना चाहिँ बनाएको, मैले तरकारी चाहिँ मासु चाहिँ बनाएको थिएन। अब मासु चाहिँ बनाएर ट्राई गर्छु, अब कस्तो के हुन्छ है। हेर्दै जानु होला लास्टसम्म अब मैले के गर्छु हैन। खाना चाहिँ मैले खास गरी खाना चाहिँ मैले बसालेर पाकिसकेँ है। तातो छ, यो चाहिँ बनाइसकेको छ मैले हैन। हजुरहरूको माझमा त्यही हो। अब हेर्दै गर्नु होला कस्तो के हुन्छ लास्टसम्म। मासु पनि मैले लिएर आइसकेको छु है। मासु चाहिँ यही हो, चट्ट लाएर मासु देख्न सक्नुहुन्छ है। मासु, यो चाहिँ मासु है। छोरी मान्छे नभएपछि चाहिँ अलिक गाह्रो हुँदो रहेछ है। त्यही हो, आज चाहिँ हेर्नु होला लास्टसम्म। अब यो पनि मैले पकाउनु सुरु गरेँ मासु हैन। कस्तो के हुन्छ लास्टसम्म हेर्नु होला। अब यहाँ राख्दा चाहिँ यो किरा आउला जस्तो लाग्यो है। किरा आयो भने त अब चाहिँ मैले पकाउनु सुरु गरेँ है। अब कस्तो के हुन्छ है मासु। अब यसलाई के चाहिन्छ खासै त थाहा छैन। यसलाई कराई ठिक पार्नु पऱ्यो। मेन कुरा चाहिँ कराई लिएर चाहिँ चट्ट छोरी मान्छेलाई पनि तर धेरै गाह्रो हुँदो रहेछ नि है। अब किचनको काम गर्दा खासै देखिँदैन, तर काम चाहिँ धेरै हुन्छ है। त्यसै ल हेर्दै जानु होला। म चाहिँ आज मासु पकाउँदैछु है। म चाहिँ फोन गर्दैछु है। फोन गरेर सोध्नुपर्ने हुन्छ, मलाई त थाहा छैन नि त। त्यही भएर पनि है मैले फर्स्टचोटि मासु बनाउन लागिरहेको छु। खाना त मलाई बनाउन आउँछ, अरू तरकारी पनि बनाउन आउँछ, तर मलाई मासु बनाउन आउँदैन क्या। त्यही भएर है कसरी पकाउनु पर्ने के गर्नुपर्ने थाहा छैन। त्यही भएर म करिब 1 बज्नु लागेर छ या 1 बज्नु लागिसकेछ। भोक पनि लागिरहेछ। हेलो, कसरी बनाउने हो खाना तरकारी अब मासु? लासाङ हुनु पर्यो नि त। छैन लसुन के अरे अदुवा लङ सुक्मेर अनि सुक्या खोर्सानी पिसेर हाल्नुपर्छ है। के अरे लसुन लङ सुक्मेर सुकेको खोर्सानी अदुवा निकाल्नु न त्यहाँ निकाल्नु। ल अब कराई कुनको कराई बसाल्नु त? लुन कराईमा पकाउँदै नि हुन्छ। लासाङलाई यस्तो भयो, लासाङलाई मैले त्यहाँ बोलाउन गएको, त्यहाँ खेलिरहेर चाहिँ आइज भने टाप भाग्यो। कस्तो के हुन्छ यहाँ बनाउनु के पहिले के अरे लसुनहरू गर्नुपर्छ? पर्दैन, पहिला तेल तताएर मेथी पकाएर माछा खान न। पहिले कराई तताउने। अहिले मासु मैले कहिले पकाएको जस्तो कहिले पकाएको छैन। मलाई मासु मलाई पकाएकै छैन। सानो चुलोमा पकाउने त होइन। भुत्लै डढेछ। मासु धुनुपर्छ। ल कराई पनि बसालेँ मैले। तेल हाल्नु? तेल हाल्नु? ए भाइ तेल हाल्नु हो। कति माना हाल्नु तेल पनि? अलिकति हाल्नु के कति माना भनेको? तेल कहाँ छ त?
किचन ऱ्याक भित्र अँ तेल किचन ऱ्याक भित्र छ रे कुनमा छ त खोइ त कतापट्टि तल्लोपट्टि ऱ्याकमा निकाली तेल तेल हाल्ने हो तेल हाल्नु कति हाल्नु पर्ने हो कति खै थुप्रो भयो क्या यत्रो भयो है धेरै भयो क्या के अरे अहिले चाहिँ हाल्ने होइन होला है अब के अरे मेथी 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 त्यो तातेको छैन मेथी कसरी हाल्नु झिकेर राख्नु मेथी झिकेर राख्नु कसरी झिकेर राख्नु अनि लसुन अनि लसुन अनि अनि लङ सुकमेल हालेर पिस्नु ला 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 हेरै कस्तो के हो अब यहाँ भन्दै जा म पकाउँदै जान्छु बुढियाले भन्नु पर्यो मलाई आउँदैन कसरी पकाउने के गर्ने होइन ल है ल ल ल भन्नु पर्यो है अब त्यो पड्काउने होइन मेथी 4-5 वटा तेलै खाने छैन ग्यास सानो त छ त आफू त हातै डढे सला त मासु लिएर लासाङलाई खोज्नु गएको मैले कता गयो खोज्दा खोज्दा भेटेन मासुलाई पर्खिन नभाग भनेको भागेर टाप खोइ के आउँछ आउँदैन के थाहा थाहा छैन है आउँछ कि आउँदैन खोइ कता गयो गयो थाहा नै छैन ऊ त्यहाँ खेलिरहेको छ अनिखेरि त कता गयो गयो खोज्दै ल है ल म मासु पकाउँदैछ अब कसरी के हो अब सिकाउँदै जा सुने नसुने कता के छ अरे तेल बेसी भएको छ जस्तो लाग्यो मलाई पेट दुखेर मर्नु खोज्छ फेरि हाली पड्केन त हो खोइ छैन यहाँ गरिरहेछ भइरहेछ लसुन
लसुन चाहिँ एउटापट्टि केलाई लसुन लसुन गाइस लसुन लसुन उतापट्टि ग्यासमाथि छ लसुन धेरै चाहिँदैन होला है लसुन त्यही त गरम त गऱ्यो धेरै चाहिँदैन होला भने यहाँ मासुमा कमिला आइसक्यो यति लसुनले हुँदैन एउटा दुईटा तिनटा चारवटा पाँचवटा छवटा सातवटाले हुँदैन सातवटाले ला मेथी त मेथी डढेछ के गर्ने ए डढिसकेछ वास्तै भयो म मासु पनि हाल्यो ला टाँसेर मासु ला केलाई टाँसेको है ल राख्छ ओ पुरै चिकन जस्तो राख्छ ल केलाई टाँसेको त यो चिकन जस्तो होइन होला हौ आँख लाग्यो हौ ल यस्तो टाँसेको छ नपत्या हेर त सोध्ने यसलाई ल छोपी लसुन के लाउने यो लसुन ल लङ सुक्मेल कति हाल्नु पर्ला त लङ सुक्मेल कालो खालको चारवटा छैन आएको होइन सानी ल्वाङ सुक्मेल यस्तो ल्वाङ सुक्मेल अनि बेसा अब अरू ल ल ल ल ल अहिले गर्छु
गाइस अब फेरि मैले लसुन केलाउनु पर्ने हुन्छ लसुन अब यो लसुन चाहिँ केलाउनु लागिरहेको छु म है लसुन केलाएर चट्ट यसलाई चट्ट अदुवा हाल्नुपर्ने हुन्छ पर्ने हुन्छ है गाइस ल मैले चाहिँ पिने हो यो लसुन हेर्दै जानु होला लास्टसम्म है ल गाइस मासु पनि पाक्नु लाग्यो यस्तो दामी भयो कि यहाँ देख्न सक्नुहुन्छ है रातो रातो मैले पकाएको फर्स्टचोटि पकाएँ यो पनि मासु पनि दामी हुँदैछ बोसो थ्री पिस खालको चट्ट बनाएको छु यसरी होइन ल मासु मैले फर्स्टचोटि बनाएको छु है गाइस अब चाहिँ खाना पाकिसक्यो अब चाहिँ म खाना खान लागिरहेको छु होइन खाना खाने चाहिँ म एक्लै छु है म आफै पकाउने आफै एक्लै खाने है यहाँ देख्न सक्नुहुन्छ चट्ट एउटा प्याज पनि छ होइन प्याज अब मासु ए गाइस ल अब चाहिँ म खान्छु है गाइस ल होइन कस्तो हुँदो रहेछ आफूले पकाएको टेस्ट कस्तो छ के छ अब खाएर बताउने छु म हजुरहरूलाई होइन एकदम दामी छ यो मैले यो मासु चाहिँ फर्स्टचोटि बनाएको होइन तर मिठो रहेछ मिठो छ एकदम मिठो छ गाइस एकदम